नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्ण दर्शक महानुभावहरूमा। तपाईँ यति बेला mordiseti.com हेर्दै हुनुहुन्छ। म निराजन अधिकारी। आज पनि हामीले खेलकुद विशेष कुराकानी गर्नका लागि कास्कीको माछापुछ्रे गाउँपालिका वार्ड नम्बर 4मा हामी उपस्थित भइसकेका छौँ र गाउँपालिकाको आयोजनामा यही चैत्र 11 गतेदेखि 14 गतेसम्म गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुन गइरहेको छ र विशेष गरी यो प्रतियोगिता माछापुछ्रे 4 लाचोकमा हुन गइरहेको छ। त्यसैले हामीले गाउँपालिकाले के कस्तो खालको समन्वय भूमिकाको जिम्मेवारी दिएको छ वार्ड नम्बर 4लाई र वार्ड नम्बर 4को तयारी के कस्तो छ भनेर यी यावत विषयमा कुराकानी गर्नका लागि हामी माछापुछ्रे 4 लाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीसँगको यो कुराकानीलाई जोड्ने प्रयास गरिरहेका छौँ। अब भने हामी सिधै विषयवस्तुमा जोडिन चाहन्छौँ। अध्यक्षज्यूलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। के छ माछापुछ्रे गाउँपालिका 4मा वडा अध्यक्ष कप हुँदैछ, यसलाई वडाले कसरी हेरेको छ? यो चौथो माछापुछ्रे गाउँपालिका अध्यक्ष कप जुन माछापुछ्रे गाउँपालिकाले आयोजना गरिरहेको छ, यो प्रदेश स्तरीय अन्तरपालिका अन्तर्गत खेलिने चाहिँ खेल हो। यसमा महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन्छ र त्यसको अलावा छेलो प्रतियोगिता पनि छ स्थानीय स्तरको सबैलाई। र यो माछापुछ्रे गाउँपालिकाको वडा नम्बर 4को एक पालिका एक खेल मैदान अन्तर्गत जुन महेन्द्र माविको खेल मैदान छ त्यहाँ चाहिँ आयोजना हुँदैछ। र यो वडा नम्बर 4मै पर्ने भएको हुनाले खेल मैदानको व्यवस्थापन सहभागिताको चाहिँ वडा नम्बर 4ले गर्नुपर्ने भूमिकाहरू व्यवस्थापनको कुरो सबभन्दा ठुलो रहन्छ। यसमा भूमिका ठुलो छ र यसमा सहभागिताको कुरोलाई पनि म पहिला जोड्न चाहन्छु। यो सहभागिता हामीले माछापुछ्रे गाउँपालिका वडा नम्बर 4मा भएका 22वटै आमा समूहहरूलाई चाहिँ हामीले ब्यानर, आफ्नो परम्परा धार्मिक संस्कृतिहरू झल्किने खालका वेशभूषाहरू लगाएर उहाँहरूको झाँकीसहित उपस्थिति हुनलाई पत्रचार गरेका छौँ र उहाँहरूलाई घर घरै गएर पनि भनेका छौँ। र त्यस्तै गरी यहाँ यो वडा नम्बर 4 भित्र हुने सङ्घ संस्थाहरू धेरै छन्। सङ्घ संस्थाहरू 6-7वटा सहकारीहरू, ब्याङ्क, फाइनान्स, त्यस्तै लघुवित्तहरू छन्। उहाँहरूलाई पनि आफ्नो आफ्नो ब्यानरसहित चाहिँ उपस्थिति हुनको लागि हामीले पत्रचार गरिसकेका छौँ। र अन्य कुरामा चाहिँ विशेष गरी स्थानीय कलाकारहरू, हाम्रो जुन राष्ट्रिय ख्याति पाएका वडा नम्बर 4मै जन्मेको हाम्रो चाहिँ गायक क्षेत्रमा चाहिँ ख्याति पाएको कलाकारहरू जस्तै सिडी विजय अधिकारी, समीक्षा अधिकारी, श्रीराम अधिकारी, पार्वती जीसी, तुलसा जीसी लगायतका कलाकारहरूको पनि यहाँ परिचय र प्रस्तुति हुनेछ। उहाँहरूलाई पनि सामान्य सम्मान गरिनेछ त्यो कार्यक्रममा। र त्यस्तै गरी उत्कृष्ट झाँकीमा चाहिँ विभिन्न सबै 8वटै अरू बाँकी 8वटै वडाका चाहिँ झाँकीहरू आफ्नो आफ्नो जात जाति वेशभूषा अनुसारका झाँकीहरू प्रस्तुत गरिनेछ। नौमती बाजा, लाखे नाच अनि गाई जात्रा, त्यस्तै गरी प्रत्येक जात जातिहरूको आफ्नो चाहिँ धर्म संस्कृति झल्किने गरी चाहिँ सबै यो माछापुछ्रे गाउँपालिका वडा नम्बर 4मा उपस्थित गराएर एउटा गाउँपालिकाको गौरवको विषय हेर्दा सरासर हेर्दा यो खेलकुद कार्यक्रम भए पनि यसले गाउँपालिकाभित्र भएको वेशभूषा, जात जाति, यहाँको चाहिँ सबै कुराहरू चाहिँ त्यो दिनमा प्रस्तुत गरेर परिचय दिने दिन भएको हुनाले यहाँहरू सबैलाई उपस्थितिको लागि मैले हार्दिक अनुरोध गर्छु। जस्तो यो वार्ड नम्बर 4मा हुँदैछ, अब यो व्यवस्थापकीय पाटो तपाईँको तर्फबाट त तपाईँले भन्नुभयो, विगतमा विभिन्न वडाहरूमा हुँदाखेरि एक खालको हामी बाहिर डुल्दाखेरि चाहिँ यो वडाभन्दा अर्को वडाको व्यवस्थापकीय पाटो अलिक कमजोर भयो कि भन्ने खालको त्यो विश्लेषण गर्ने अवस्था छ। त्यो अवस्था चाहिँ अब यी अहिले हालै यो चौथो चरणमा आइसक्यो नि त, पहिलो दोस्रो तेस्रो भन्दा के उत्कृष्ट हुन्छ भन्ने हामी विश्वस्त हुन सक्छौँ? एकदम। हामीलाई 3 वर्षको चाहिँ हामी जनप्रतिनिधि हुँदा एउटा अनुभव पनि छ हामीलाई, कहाँ के कमजोरी गऱ्यौँ र त्यो कमजोरी हटाउने विषयलाई र अरू कुराहरू व्यवस्थापनको पाटोलाई नै मितव्ययिताका साथ हाम्रो आर्थिक स्रोत अनुसार कसरी राम्रो तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा छ। अब टाढा टाढाबाट आउने खेलाडीहरूलाई चाहिँ खानाको व्यवस्थापन होइन, उहाँहरूलाई जान आउन अप्ठ्यारो भयो भने केही गर्ने सम्बोधन, यहाँ बस्दाखेरि खाजा पानीको व्यवस्थापन, अन्य चाहिँ स्वास्थ्य केही अप्ठ्यारो पर्यो भने हामीले स्वास्थ्य चौकीलाई, पिएचसी भेडाबारीलाई, त्यहाँको चाहिँ हाम्रो स्वास्थ्य कर्मीहरूलाई औषधिको साथ चाहिँ त्यहाँ बसिएको हुन्छ। र अर्को कुरो हामीसँग एम्बुलेन्स पनि 4 दिन
हाम्रो 11, 12, 13, 14मा चारै दिन चाहिँ एम्बुलेन्सको सेवा पनि हुन्छ। हामीलाई केही त्यस्तो भयो भने अन्य प्रशासनिक कुराहरू चाहिँ प्रशासनसँग पनि हामीले समन्वय गरेका छौँ। हाम्रो धेरै भोलिन्टियर यो माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबको हाम्रो भाइ बहिनीहरू चाहिँ भोलिन्टियरी गर्नुहुन्छ। उहाँहरूले त्यस खेलाडीहरूलाई अप्ठ्यारो हुने कुरा, कहीँ भिडभाड भयो भने अथवा केही भयो भने तुरुन्तै आफ्नो चाहिँ सेवा प्रदान गर्ने अथवा मूल आयोजक जुन चाहिँ गाउँपालिका समिति छ उसलाई चाहिँ खबर गरेर सेवा गर्ने चाहिँ व्यवस्था गरेका छौँ। र अन्य कुराहरू हामीसँग सबभन्दा हामी नै भइहाल्यो, बाहिरबाट आउने पाहुनाहरूलाई सम्मान सत्कारको लागि नि विशेष तयारी चाहिँ हामीले गरिरहेका छौँ। धन्यवाद। जस्तो त्यति बेला माछापुच्छ्रे 4मा यो खेल हुँदा विभिन्न बाहिरका खेल खेल्न आएका खेलाडीहरूले एउटा खेलको त विशेषता तपाईँको त्यहाँ आइसकेपछि आफ्नो प्रदर्शन त देखाउनेछन्। त्यो अवसरमा यो जस्तो माछापुच्छ्रे गाउँपालिका 4 भित्रका ती त्यस्ता ठाउँहरू जुन प्रबन्धन गर्नुपर्ने त्यो अवस्थाहरू उहाँहरूले अवलोकन गर्ने अवस्थाहरू सिर्जना गर्ने वातावरण के छ छैन, अथवा बेलुका बस्दाखेरि चाहिँ यहाँ घुम्ने ठाउँहरूमा तपाईँहरूले सजीकरण गर्ने अवस्था त्यो के छ? अवश्य त्यो कुरा यदि खेलाडीहरू यहाँ बस्न चाहनुभयो भने उहाँहरूलाई साइट सिन गराउने कुराहरू माछापुच्छ्रे गाउँपालिकामा भएका धार्मिक क्षेत्रहरू जस्तै पर्यटन क्षेत्रहरू धेरै छ। अलिकति टाढा छ, हिँडेर जानुपर्ने मर्दे हिमाल, खुमै छ अनि तारा हिलटप छ। यी ठाउँहरूको नै जानकारी हामी चाहिँ गराउँछौँ उहाँहरूलाई। त्यो ठाउँबाट पनि मर्दे हिमालबाट अब खुमै लेकबाट त्यहाँको समितिहरूले आफ्नो चाहिँ त्यो ठाउँलाई झल्काउने खालका त्यस्ता ग्रोसरहरू लिएर आउन र दिने कुरा गर्नुहुनेछ भने नजिकै भएको माछापुच्छ्रे गाउँपालिकाभित्र खेल खेलेर एकछिन बस्दै गर्दा नजिकै भएको हाम्रो वडा नम्बर 4 भित्र चाहिँ बानेटाकुर धार्मिक क्षेत्र छ। सबभन्दा पहिला नजिक चाहिँ त्यहाँ जान सकिन्छ। अनि त्यस्तै पाती खोला गुफा छ हाम्रो नजिकै, मर्दीको किनार भयो। अनि त्यस्तै गरी यो देउराली मन्दिर अर्मलासम्म हामी जान सक्छौँ। र हाम्रा बस्तीहरूभित्र चाहिँ विभिन्न जात जातिको आफ्नो तरिकाले बस्ती बसेको लाचोको एउटा समतल जग्गा छ, कृषियोग्य भूमि छ, यहाँको पशुपालनका विभिन्न फर्महरू छन्। त्यो हेर्नको लागि हामीले भोलिन्टियर भाइहरूलाई राखेर उहाँहरूलाई सहयोग गर्ने वातावरण चाहिँ गरेछौँ। जस्तो मैले यो प्रश्न तपाईँलाई किन राखेँ भने विगतमा हामीले देखेको अनुसार यो पर्यटन प्रबन्धनका लागि पालिकाले घुम्टी रूपमा यो खेललाई सञ्चालन गरिरहेको छ। तर यद्यपि आएका खेलाडी साथीहरू खेलमा मात्र सीमित भएको हामीले बाहिरबाट विश्लेषण गरेको हिसाबले तपाईँलाई चाहिँ त्यो अवस्था सिर्जना गर्यो भने आन्तरिक पर्यटन प्रबन्धनमा चाहिँ यसले ठुलो टेवा पुग्छ भन्ने हिसाबले मैले तपाईँलाई यो वडा नम्बर 4मा रहेका पर्यटन क्षेत्र कुन कुन हुन्, जस्तो हामीलाई अब यही भिडियो हामीसँग यहाँ सहभागी खेल्न आउने खेलाडी क्षेत्रका गाउँपालिकाहरूले पनि हेरिरहेको अवस्था हुन्छ। हामीले यो प्रश्न गरिदिँदाखेरि उहाँहरूलाई यहाँ खेल्न आउँदाखेरि चाहिँ यो भिडियो हेर्नुभयो भने मनस्पटलमा के हुन्छ भने यी यस्ता ठाउँ घुम्न लायक ठाउँ रहेछन्, हामी खेल्न जाँदा ती ठाउँ पनि अवलोकन गरौँ न भन्ने खालको प्रभाव पर्न सक्छ भन्ने हिसाबले मैले यो हेतुले तपाईँलाई प्रश्न गरेको हो। र अर्को कुरा मैले अब यो प्रश्न गर्नु नै पर्ने हुन्छ किनकि माछापुच्छ्रे गाउँपालिकाको एउटा केन्द्रको रूपमा रहेको छ लाचोक 4 र महेन्द्र माविको खेल मैदानलाई यो माछापुच्छ्रे गाउँपालिकाको एउटा मुख्य खेल मैदानको रूपमा हेरिन्छ। जस्तो पालिकाले गर्नुपर्ने अन्य राष्ट्रपति रनिङ सिल्डदेखि लिएर अथवा त्रिशक्ति युनाइटेडले गरेका खेलहरूदेखि लिएर अब वडा अध्यक्ष कपदेखि अब आन्तरिक रूपमा यो अध्यक्ष कपदेखि लिएर यो यावत खेलहरू त्यो मैदानमा हुन्छ। तर हामीले जति रूपमा त्यो खेल मैदानको स्तर उन्नति भएको देख्नुपर्ने थियो त्यो रूपमा नदेखेको हो कि अथवा एउटा यो प्रश्न के हो भने वडाले पहल गर्यो अथवा पालिकाले त्यसलाई अगाडि के कस्तो अवस्थामा पुर्याएको छ अथवा हिजो विगतमा प्रदेश सङ्घमा निर्वाचित भएका ती व्यक्ति विशेषहरूले पहल गरे कि गरेनन् अथवा होइन के कारणले चाहिँ अलिकति त्यो सोचे रूपको प्रगति भएन भन्ने खालका जनस्तरबाट आउँछ। यसलाई कसरी तपाईँले सम्बोधन गर्नुहुन्छ अथवा के काम भइरहेका छन् त्यो पनि जानकारी गराइदिनुहोस् न। विशेष चाहिँ यो खेल मैदानको ऐतिहासिक पृष्ठभूमि थोरै जोडेँ मैले। यो महेन्द्र माविमा रहेको खेल मैदानमा धेरै जग्गादाताहरूले जुन माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 4मा बस्नुभएको छ सबैले थोरै गरेर चाहिँ दिएको र राम्रो खेल मैदान चाहिँ बनेको हो। त्यो धेरै वर्षसम्म जस्तो संरचना थियो त्यस्तै भयो। सम्भवतः यो 77-78 सालमा चाहिँ हामीलाई एउटा केन्द्रको जुन चाहिँ मन्त्रालयबाट राम्रो बजेट परेको थियो 1.5 करोडको र त्यसमा थपेर पछि 1,70,00,000 बजेटले हामीले त्यहाँको चाहिँ पूर्वाधार अलिकति राम्रो बनाउन सक्यौँ र सोचे जति गर्न त सकिएन तर पनि मोटामोटी एउटा चाहिँ बेस बसेको थियो त्यति बेला। र त्यसपछि हामीले प्रदेशमा गएर प्रदेशको मन्त्रालयबाट पनि हामीले केही रकम ल्याएर हामीले एउटा स्टेज अनि त्यसपछि शौचालयहरू व्यवस्थित तरिकाले बनायौँ र त्यही अनुसार भित्रको नाला चाहिँ जुन जोखिम थियो त्यसलाई गाउँपालिकाको बजेटबाट विनियोजन गरेर अहिले नालामा सबै स्ल्याब हालेर जोखिम चाहिँ छैन र वरिपरि सरसफाइको कुरा
कुराहरू वडाले आफ्नो अलिकति लगाएर बेला बेलामा सरसफाइ गर्छौँ। कतै खाडल परेको ठाउँमा पुर्ने मर्मतका कुराहरू चाहिँ गरिरहेका छौँ भने अब हामीले मुख्य गरी एउटा गेट अनि प्याराफिट बनाउनु पर्ने धेरै छन्। वरिपरिको संरचनाहरू त्यो बनायो भने लगभग एउटा उत्कृष्ट खेल मैदान चाहिँ बनाउने हामीले योजनाका साथ चाहिँ लागेका छौँ। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 4ले नै त्यही खालको भूमिका गरिरहेको छ। जस्तो मैले यो प्रश्न गर्नुको मुख्य कारण के थियो भने पछिल्लो समय माछापुच्छ्रे छ भेडाबारीमा एन्फा खेलग्रामको मैदानको कुरा उठिरहेको थियो। यद्यपि पछिल्लो समय हामीले विभिन्न ठाउँबाट व्यक्तिगत हिसाबले पनि विश्लेषण गर्दा पछिल्लो समय त्यो सम्भावनाबाट धेरै टाढा गइरहेको छ, न्यून सम्भावना रहिरहेको छ र गाउँपालिकाले पनि त्यसलाई एउटा कानुनी पाटोमा प्रक्रियामा आफ्नो तर्फबाट पहल गरिरहेको छ। त्यो हिसाबले पनि सबैको ध्यान त्यतै थियो अहिलेसम्म। तर अब त्यो सम्भावना अलिकति न्यून देखेको भएपछि अबको ध्यान चाहिँ पक्कै पनि यो माछापुच्छ्रे 4सँगै केन्द्रित रहन्छ भन्ने हिसाबले तयारी के छ कस्तो छ भन्ने मेरो प्रश्न रहेको थियो। र आगामी दिनमा यसलाई कस्तो खालको संरचनाका लागि ओडाले कस्तो पहल गरेको छ हैन, पालिकालाई कसरी झकझगाइरहेको छ, अन्तिममा थोरै त्यो पनि थप गरिदिनुहोस् न। हजुर, हामीले यसलाई आगामी दिनमा एउटा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 4मा भएको खेल मैदानलाई एउटा फुटबल ग्राउन्ड मात्रै नभइकन त्यहाँ अन्य खेलहरू पनि जोड्न सकिने, जस्तै भलिबल ग्राउन्ड भयो, टेबल टेनिस भयो, ब्याडमिन्टन भयो, कबड्डी भयो होइन, हाइजम्प लङजम्प गर्ने छुट्टा छुट्टै ठाउँहरू राख्ने हाम्रो भौगोलिक संरचना चाहिँ सम्भावना छ। र हामीले भएको वरिपरिको जग्गाहरू अलिकति खाल्टो र भिरालो भएको हुनाले त्यसलाई केही रकम लगाएर सम्झाउन सक्यौँ र वरिपरि कम्पाउन्ड गर्न सकियो भने त्यो पनि सबै कुराहरू सबै त्यहाँ भएका चाहिँ धेरै जसो 10-12वटा विधाका खेलहरू एकैचोटि त्यो ग्राउन्डभित्र चाहिँ सञ्चालन गर्ने सम्भावना देखिन्छ। सम्भवतः त्यही सिलसिलामा अहिले वडा नम्बर 4ले थोरै बजेट विनियोजन गरेर वरिपरि त्यो जुन पिलर भएको ठाउँमा जाली हाल्ने काम गरिरहेको छ, घेराबार गर्ने काम गरिरहेका छौँ। र तत्कालै हामीले एउटा अस्थायी गेट पनि आज गाउँपालिकाबाट स्वीकृति लिएर अस्थायी गेट जुन तल थियो त्यसलाई माथि सारेर अहिले मूल गेटमा अस्थायी गेट हाल्ने काम पनि हामीले गरिरहेका छौँ। र त्योभन्दा अलावा अरू कुराहरू चेन्जिङ रुमको आवश्यकता छ हामीलाई, अनि पिउने पानी अलिकति व्यवस्थित गर्ने कुराहरू छ। यसलाई पनि सम्बन्धित मन्त्रालयमा पहल गरेर योजना चाहिँ पेश गर्ने चाहिँ कुरा गरिरहेका छौँ। र गाउँपालिकाले सक्ने थोरै बजेट सम्बोधन गरेर अर्को वर्षमा हामीले योभन्दा केही परिवर्तन चाहिँ पक्कै पनि प्रत्येक वर्षमा हुने एउटा लक्ष्य लिएका छौँ। जस्तो अब अन्त्यमा हामी लगभग यो मैले प्रसङ्गले त्यही मैदानमा खेल हुने भएको हिसाबले तपाईँलाई जनस्तरबाट आएका कुराहरूलाई जोड्ने प्रयास गरेँ र अब हामी त्यही अध्यक्ष कप केन्द्रित रहेर अब अन्त्यमा केही कुराहरू मैले सोध्न छुटाएको अथवा तपाईँलाई राख्नुपर्ने हुनसक्छ, अथवा त्यो दिन चाहिँ अब त्यहाँ कसरी सहभागिता गराउने यावत विषयमा छुटपुट केही छ भने राखिदिनुहोस् न। हजुर, अब यो अन्तको कुरा हो, हामीले लगभग त्यो धेरै कुराहरू भनिसकेका छौँ। सबभन्दा हाम्रो वडा नम्बर 4मा यो जुन चाहिँ यो अध्यक्ष कप चाहिँ आयोजना गर्न पाइएको छ, खेल खेलाउन पाइएको छ, त्यसको लागि हामी चाहिँ धेरै चाहिँ भाग्यमानी सोच्छौँ। किनभने वडा नम्बर 4को एउटा अवसर हामीले लाचोको परिचय दिने हो, यहाँ उत्पादित चिजहरूलाई परिचय दिने हो, यहाँ भएका सङ्घ संस्थाहरूलाई परिचय दिने हो, यहाँ भएको विद्यालयका अवस्थालाई परिचय दिने हो र यी अन्य सामाजिक कुराहरूलाई परिचय दिनको साथसाथै हामीले जुन प्रस्तुति भइन्छ त्यो दिनमा प्रस्तुति भएर अरूको कुरा सुन्ने र एउटा चाहिँ असल अभ्यास पनि आदान प्रदान गर्ने चाहिँ एउटा सुवर्ण मौका हो। यसमा चाहिँ म सम्पूर्ण गाउँवासीहरूलाई के आह्वान गर्छु भने त्यो दिन अनिवार्य यहाँहरू उपस्थित भइदिनुहोस् र सहभागी भएर खेल चाहिँ यो 4 दिनको कार्यक्रम पनि सफल गर्नु वडा नम्बर 4को कर्तव्य पनि हो र यसलाई पुरा गरिदिनु हुन म अनुरोध गर्दै। जस्तो तपाईँले यो आह्वान त गर्नुभयो, तर अहिलेसम्म जस्तो अब 11देखि 14मा वडा नम्बर 4मा अध्यक्ष कप हुँदैछ, विभिन्न गण्डकी प्रदेश अन्तर्गतका विभिन्न एउटा खालको राष्ट्रिय स्तरका खेलाडीहरू खेल्न आउँदैछन् भन्ने कुराहरू हामीले सूचना प्रवाह त गरिरहेका छौँ। तर तपाईँले आफ्नो व्यक्तिगत हिसाबले विश्लेषण गर्दा जनताको उत्साहजनक कस्तो छ, उहाँको प्रतिक्रियाहरू तपाईँहरू हिँड्दा बिहान बेलुका अथवा त्रिशक्ति युनाइटेड क्लब छ त्यहाँ होइन, उसको भूमिका के रहन्छ र उसले कसरी हेरिरहेको छ र अन्य युवा पिँढीले पनि त्यो खेललाई कसरी हेरिरहेका छन्? हजुर, हामीले यो विषयलाई पनि प्रत्येक टोलको टोल विकास संस्थाहरूलाई अनि आमा समूहहरूलाई, युवा क्लबहरूलाई सबैलाई जानकारी दिएर एउटा अन्तर्क्रियात्मक कसरी चाहिँ यो अध्यक्ष कप चाहिँ सफल गर्ने हो भन्ने विषयमा चाहिँ अन्तर्क्रिया गरेर सबै उत्साहित हुनुहुन्छ, इच्छुक हुनुहुन्छ। त्यति बेला चाहिँ अब यो 11 गते कुरिराख्नु भएको छ सबैले कसरी खेल चाहिँ सञ्चालन हुन्छ र हामीले के भूमिका गर्ने भन्ने कुरो सबै तयारी चाहिँ वडाभित्र आन्तरिक तयारी चाहिँ भइसकेको म यहाँलाई जानकारी गराउँछु। हुन्छ, अब हामी अन्त्यमा चाहिँ एउटा फेरि अब
यो खेल सँगसँगै हामीले पुरस्कारको विषयमा त अब हामीले अन्य अन्तर्वार्तामा पनि हामीले भनिसकेका छौँ। यद्यपि त्यो अन्तर्वार्ता नहेरेको पनि हुन सक्नुहुन्छ अथवा त्यो हेरेकोले यो हेरेको पनि हुनसक्ने अवस्था रहन्छ। त्यसैले अब त्यहाँ पुरुष भलिबल, महिला भलिबल, छेलो प्रतियोगिताहरू पनि रहेको छ। पुरस्कारको विषयमा पनि थोरै जानकारी गराइदिनुहोस् न। अब यो पुरस्कारको विषयमा अघि नै भनिएको थियो, पुरुष भलिबल, महिला भलिबल र छेलो प्रतियोगिता हुन्छ। पुरुष भलिबलमा प्रथम हुनेलाई 2 लाख रुपियाँ चाहिँ प्रथम पुरस्कार छ र द्वितीयलाई 1 लाख रुपियाँ छ भने सान्त्वनामा 2वटा टिमहरूलाई 25-25 हजारको दरले चाहिँ पुरस्कारको व्यवस्था पुरुषतर्फ गरिएको छ भने महिलातर्फमा पनि प्रथम हुनेलाई 60,000, द्वितीय हुनेलाई 30,000 र सान्त्वना स्वरूप यही 2टा टिमलाई 15-15 हजारको दरले राखिएको छ भने ठेलोमा सहभागी भएर प्रथम हुनेलाई चाहिँ 10,000 रुपियाँ र त्यसपछि द्वितीय पुरस्कार भनेर दोस्रो हुनेलाई पनि हामीले 5,000 राखेका छौँ। यहाँलाई यही जानकारी गराउँछु म अहिले। हुन्छ, सम्पूर्ण जति पनि हामीलाई mordiseti.com हेर्दै हुनुहुन्छ र समग्र माछापुच्छ्रे गाउँपालिकावासी र यो गण्डकी प्रदेश अन्तर्गत हुन गइरहेका सम्बन्धित जुन सहभागी हुन आउने खेलाडी समूह अथवा सङ्घ-संस्था सम्पूर्णलाई हामी यही माछापुच्छ्रे 4 लाचोकमा हुन गइरहेको 11 देखि 14 गतेसम्म हुन गइरहेको यो अध्यक्ष कपमा सहभागी भइदिनका लागि अनुरोध गर्दै समय र संवादका लागि वार्ड नम्बर 4 का अध्यक्ष मधुसूदन अधिकारीलाई धन्यवाद दिँदै आगामी दिनमा यो खेलसँग सम्बन्धित अन्य गतिविधिहरूलाई हामी निरन्तर खेल समापन हुने समयसम्म तपाईहरुसँग अपडेट दिइरहने बाचाका साथ हामी यस कार्यक्रमबाट आज बिदा हुन्छौँ। धन्यवाद।